हेलो हेलो आज चाहिँ हामी यो जेसँग पनि खान मिल्ने अचार बनाऊँ है त। यसलाई चाहिन्छ मिन्ट, सिलान्ट्रो, अनि त्यसपछि योगर्ट, अनि सल्ट, अनि चिल्ली, अनि क्युमिन पाउडर, अनि जिन्जर, अनि गार्लिक। यो सबैलाई मैले चाहिँ सुरुमा मिन्ट, सिलान्ट्रो र चिल्लीलाई चाहिँ राखेर अनि नुन अनि त्यसपछि गार्लिक र जिन्जरलाई राखेर ब्लेन्ड गरिदिएँ। अनि यसलाई मजाले सरर ब्लेन्ड गरेर पातलो बनाएपछि अनि हामीलाई चाहिँ थिक टाइपको योगर्ट चाहिन्छ। अनि यो दही चाहिँ हामीलाई अलिक बाक्लो गर्नु सजिलो हुन्छ कि। अनि यसलाई चाहिँ मैले हल्का फिटेँ। यो चाहिँ ब्लेन्डर हो, यसले फिटेपछि यता मैले मिन्टहरूको पेस्ट रेडी गरेँ। अनि त्यसपछि यसलाई फेरि राम्रोसँग मिक्स गरेँ। अनि यो राम्रोसँग मिक्स गरेपछि यो अचार चाहिँ हामीले 3-4 दिनसम्म फ्रिजमा राखेर जेसँग पनि खान मिल्छ, खानासँग खान मिल्छ। बिरयानीहरूसँग त झन् बेस्ट नै हुन्छ। अनि कुनै पनि अब चिकन नगेटहरूसँग जेसँग पनि हामीले डिप गरेर खान मिल्छ कि। हेल्दी पनि एकदमै राम्रो, बिना ओइलको एकदमै राम्रो चटनी बन्छ। हजुरहरूलाई पनि मनपर्छ भने यसरी ट्राई गर्न सक्नुहुन्छ, एकदम टेस्टी हुन्छ है गाइस। थ्याङ्क यू फर वाचिङ। Bye bye.